शान्तिपूर्ण ढङ्गले भेला हुन सभा हुन पनि नदिने, नेताहरूको मुभमेन्ट गतिविधि हुन नदिने, नेताहरूलाई कुनै ठाउँमा जान नदिने, नेताहरूलाई कुनै कार्यक्रममा सम्बोधन गर्न नदिने, यस प्रकारका निषेधित अलोकतान्त्रिक अधिनायकवादी क्रियाकलापहरू परोक्ष ढङ्गले सरकार देखान पर्ने, कुनै शक्ति देखान पर्ने, तर विभिन्न शक्ति र सरकारहरू पृष्ठभागमा बसेर जेएनजीका नाममा, जेएनजी होइनन्, नकली जेएनजीहरू होला, कोही 28 वर्ष मुनिको 27 वर्ष तनखाखोर, अरूका लागि काम गर्ने 27 वर्षको हुँदैमा जेएनजीका नाममा देशमा उपद्रव मचाउन पाइन्छ। हामीले अस्तिका दिन मात्र हेऱ्यौँ, युवा भेलामाथि विभिन्न प्रकारका अवरोधहरू खडा गर्ने, नेताहरूलाई जान नदिने आक्रमणकारी कामहरू भए, बिथोल्ने कामहरू भयो, आतंक फिजाउने कामहरू भयो। त्यो काम अहिलेसम्म जारी छ। अस्ति हामी माथि ढुङ्गा हान्न आए, एमाले माथि ढुङ्गा हान्न आए, अस्ति एयरपोर्टमा ढुङ्गा हान्न आए, एयरपोर्टका गेट भत्काउन आए, हिजो प्रहरीमाथि ढुङ्गा हान्न गए। त्यो त हामी देखिरहेका छौँ। अर्थात् लोकतान्त्रिक आचरण छैन, लोकतान्त्रिक अभ्यास छैन, यस प्रकारको क्रियाकलाप भइरहेको छ। यस्ता क्रियाकलापहरूलाई म भन्न चाहन्छु, सरकारले अविलम्ब रोक्नु पर्दछ।